देखिँदैछ डेभिड अनलाइन टिभीबाट गणतन्त्र जिन्दाबाद भन्दै नाराहरू लगाइरहेको छु। माओवादी केन्द्र जिंदाबाद, नेकपा माओवादी केन्द्र जिंदाबाद, समाजवादी मोर्चा नेपाल जिंदाबाद, समाजवादी मोर्चा नेपाल जिंदाबाद, अधिकारी षड्यन्त्र मुर्दाबाद, डेभिड अनलाइन टिभीबाट अधिकारी षड्यन्त्र मुर्दाबाद, देखिरहेको छु। अनि यहाँ देख्न सकिन्छ निक्लेको छ समाजहरू होशियार, सुशासन कायम गर, गाह्रो छ गरिकन गाह्रो छ। प्रजातन्त्रको चाहिँ कता गयो? राजाको कता गयो? राजाको तिन कुने हो त भाटी छ पुरै दिन भरेको छ। यताबाट त कताबाट छिर्ने यार? है तिनपेश्वरबाट आएको राजा पार्टीको तिनपेश्वरबाट तिन कुनेमा छ कि अहिले चाहिँ अहिले तिन कुने होला आइसके यहाँभित्र पसिसक्यो पसिसक्यो। कता पसिसक्यो? तिन कुने टोक भरेर कि बाहिर पुरै ठेकेमा यता तिनपेश्वर भएर उवाती भएर आइसक्यो है। 3-4 बारतिर भयो यसरी घुमेर आएको यता तिनपेश्वर भएर घुमेर सुन्दाएर भएर राजावादी आज माओवादी वायल खाने मान्छे त बल है। कति लगभग कति छ? त्यो त अनुमान लाउन सक्दैन। जो म त्यहाँबाट निक्लिँदाखेरि 11:30 बजीतिरको कुरा हो। 11 बजी आधी चाहिँ उठ्छ। मान्छे धेरै छ बाबु, लगभग 50,000 छ। पश्चिमतिरको मान्छे धेरै छ। 50,000 छन्। बढीवाला 50,000 मात्र हुन्छ त। बढीवाला दाइ त 1 घन्टा त लाग्यो उता जाममा। साइकलवालालाई 1 घन्टा लाग्यो तपाईँ। मैले उता त्यही हेर्ने आएको धेरै चाहिँ साह्रो पार्टीहरू धेरै छ। 75-77 जिल्लाको आयो क्या हो। यो चाहिँ के को लागि हो के भन्ने कुलमान यो गणतन्त्र जिन्दाबाद। राजावादीको चाहिँ राजा नल्याउने यिनीहरूमा, उनीहरूको चाहिँ राजा ल्याउने हो। तपाईँ चाहिँ कुन पक्ष हो? म चाहिँ राजावादी हो। म त स्वतन्त्रवादी कुनै पनि। त्यो राजावादी ए राजा हो। लु खतम भएछ, भिडन्त भयो त। आज त हुन्छ आज हानाहान मारामार रक्तपात हुन्छ आज। दुर्गा कामरी छ आज त जुलिसेताबाट धेरै आज कहाँबाट आज भिडन्त हुन्छ राजावादी र माओवादीको। गणतन्त्रको पुरै भिडन्त हुने भयो आज। कसले चाहिँ जित्ला? त्यसको